आज चाहिँ हामी राष्ट्रिय परिचय पत्रको अनलाइनबाट कसरी आवेदन दिन सक्छौँ भन्ने विषयमा हामी एउटा आज सिक्छौँ। यसै भिडियोमा सर्वप्रथम आफ्नो मोबाइल वा कम्प्युटर वा डेस्कटपमा रहेको क्रोम ब्राउजरलाई ओपन गरिलिनु होला। मैले आफ्नो प्रयोग गर्दैछु। ब्राउजर सर्च गरेर एनआइडी प्री इनरोलमेन्ट भनेर सर्च गर्नु होला। रोलमेन्ट भनेर सर्च गरिसकेपछि वेबसाइट रहेछ डिपार्टमेन्ट अफ नेसनल आइडी एन्ड सिभिल रेजिस्ट्रेसनमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि एकछिन मेरो नेट चाहिँ चलिरहेछ। यस्तो चाहिँ ड्यासबोर्ड खुल्छ। एनआइडी पिरियड वेलकम टु भनिरहेछ। यहाँ लगइन फर इन्डिभिजुअलमा क्लिक गर्नुहोस्। लगइनमा र यसमा रहेको मोबाइल नम्बर भनिरहेछ। यसमा आफ्नो मोबाइल नम्बर राखिदिनु होला। यसमा मोबाइल नम्बर राख्दाखेरि यसमा चाहिँ ओटिपी खस्छ। त्यो ओटिपीलाई अर्को पेजमा जाँदाखेरि त्यो काम लाग्छ। त्यसको लागि मैले आफ्नो मोबाइल आफ्नैसँग छ भने म आफ्नो मोबाइललाई नम्बर यहाँ राखेँ। त्यसपछि एरोमा क्लिक गरिदिएँ। क्लिक गरिसकेपछि यहाँ इन्टर योर ओटिपी नम्बर, तपाईँले जुन मोबाइल नम्बर राख्नु भएको थियो त्यो मोबाइल नम्बरमा चाहिँ एउटा मेसेज आउँछ ओटिपी। त्यो ओटिपीलाई यहाँ राखिदिनु होला। म राखिदिएँ। राखिसकेपछि एकछिन वेट गर्नु होला, त्यो आफै खुल्छ। यस्तो चाहिँ ड्यासबोर्ड खुल्छ। यस्तो ड्यासबोर्ड खुलिसकेपछि अब चाहिँ न्यू इनरोलमेन्ट भनिरहेछ। यसमा क्लिक गरिदिनु। यसमा क्लिक गरिसकेपछि अब चाहिँ फर्म खुल्छ। त्यसमा चाहिँ यहाँ अनलाइन आवेदन भर्नुपूर्वक ध्यान दिनुपर्ने कुराहरू छ। यसमा तपाईँले सरसर पढिलिनु होला। नेपालीमा भर्नु फिल्डमा नेपाली र इङ्ग्लिस दुवैमा भर्नु छ। इङ्ग्लिसमा टाइप कन्फिगर गरिएको छ नेपाली भर्नुपर्ने फिल्डमा। यो सरल आफै पढिलिने। यसलाई क्लोज गरिदिएँ मैले। अब चाहिँ यहाँ एप्लिकेसन डेटा, कन्ट्याक्ट डिटेल्स, फ्यामिली डिटेल्स, एपोइन्टमेन्ट र प्रिभ्यू दिइरहेछ। यो सबै फिलअप गर्नुहुन्छ। तपाईँ पनि म पनि फिलअप गर्छु। र यसमा म्यान्डेटरी के हो, यो चाहिँ स्टार चिन्ह लागेको हो। यो सबै थोक फिलअप गर्नुपर्छ। यो स्टार चिन्ह जति लागेको छ यो चाहिँ दिस फिल्ड आर म्यान्डेटरी भनिरहेछ। यो फिल्डलाई जसरी भए पनि भर्नुपर्ने हुन्छ। त्यसको लागि मैले यहाँ मेन एप्लिकेन्ट डेटा भनिरहेछ। त्यसमा आएर आफ्नो पहिलो नाम लेख्नुहोस्। सर्वप्रथम आफ्नो नागरिकतामा चाहिँ नाम छ त्यो नागरिकतामा हेरेर फिलअप गर्न सक्नुहुन्छ। मैले आफ्नो नागरिकता हेरेर आफ्नो नाम लेख्छु। तपाईँ पनि आफ्नो नाम लेखिदिनु। अनि बिचको नाम हो भने बिचको नाम लेख्ने, छैन भने नलेख्ने। अनि थरमा तपाईँको के थर हो आफ्नो नागरिकतामा हेरेर आफ्नो थर लेखिदिनु होला। म चाहिँ आफ्नो थर लेख्दैछु। त्यसपछि जन्म मिति, डेट अफ बर्थ भनिरहेछ। यसमा तपाईँले आफ्नो नागरिकतामा रहेको डेट अफ बर्थ, नेपाली डेट अफ बर्थ लेख्नु होला। म आफ्नो नागरिकताको हेरेर आफ्नो डेट अफ बर्थलाई लेखिरहेको छु। यसमा नेपाली जन्म मिति डेट अफ राख्दाखेरि यहाँ अङ्ग्रेजी डेटमा आफै कन्भर्ट भइहाल्छ। त्यसमा केही पनि गर्नुहुन्न। त्यसपछि भनिरहेछ यहाँ जन्मस्थान, तपाईँ कुन स्थानमा जन्म भएको छ, तपाईँको जन्मस्थल कहाँ हो त्यो आफ्नो नागरिकतामा हेरेर लेख्नु होला। तपाईँको नागरिकता कुन हो, तपाईँको कुन नागरिकता हो, वंशज हो, आङ्कृत हो, वैवाहिक नागरिक जे हो त्यो यसबाट हेरेर लेखिलिनु होला। जन्मसिद्ध हो, जन्मार्थ कुन चाहिँ वंशज हो, म वंशजमा लेखिलिएँ। त्यसपछि आफ्नो नागरिकतामा हेरेर सठिक चाहिँ आफ्नो नागरिकता नम्बर सही लेख्नु होला। मेरो आफ्नो नागरिकता नम्बर छ, म नागरिकता नम्बर लेखिरहेको छु। तपाईँ पनि आफ्नो नागरिकता नम्बर लेखिदिनु होला। त्यसपछि त्यो नागरिकता कुन जिल्लामा जारी भएको छ त्यो जिल्लाको नाम पनि यहाँबाट
गरेर लेखिलिनु होला। मेरो चाहिँ 12 दिलाउँ, 12 क्लिक गरौँ। त्यसपछि जारी मिति, तपाईँको नागरिकता कुन सालमा जारी भएको छ, जुन नागरिकता बनाउनु भएको थियो त्यो दिन लेखिदिनु। त्यो नागरिकताको पछाडिपट्टिको भागमा जारी मिति रहेको हुन्छ। त्यसपछि यहाँ भनिरहेछ लिङ्ग, तपाईँ महिला हो या पुरुष हो, चाहे कुनै अदर हुनुहुन्छ भने तपाईँले आफ्नो जे छ त्यो लेख्नु। म चाहिँ मेल हुँ, मेलमा क्लिक गर। त्यसपछि भन्छ वैवाहिक स्थिति, वैवाहिक स्थिति तपाईँको शादी भएको छ या छैन, बिहे भएको छ छैन भने म यहाँ म्यारिड भनिरहेछ विवाहितको लागि हो, सिङ्गल अविवाहितको लागि हो, विन्डोड एकल महिला यानि त्यसको पुरुष बितिसकेको छ भने त्यसको एकल महिला हुन्छ। दूर भनेको यो भयो पुरुषको चाहिँ महिला श्रीमतीमा आइसकेको हो, त्यसको लागि विदुरमा क्लिक गर्ने। मेरो चाहिँ अविवाहित हो, म अविवाहितमा क्लिक गर्ने। त्यो पैतृक अस्तित्वमा केही पनि गर्न सक्नुहुन्न। त्यसपछि शैक्षिक योग्यता, यो सब यति हो, म्यान्डेटरी छैन, त्यो पनि लेखिदिनु। तपाईँ कति क्लासमा पढ्दै हुनुहुन्छ अहिले त्यो लेखिदिनु होला। त्यसपछि व्यवसाय के हो, म चाहिँ स्टुडेन्ट हो, त्यसको लागि स्टुडेन्ट क्लिक गर्नु। त्यसपछि जात जाति भनिरहेछ, जात जाति तपाईँको त्यो लेख्नु। त्यसको धर्म भनिरहेछ, धर्म यहाँ क्लिक गरेर धर्म आफ्नो धर्मलाई छान्नुहुन्छ। त्यसपछि यहाँ नेक्स्टमा क्लिक गर्नु। नेक्स्टमा क्लिक गरिसकेपछि यहाँ मोबाइल नम्बर राख्नुहुन्छ। आफ्नो मोबाइल नम्बर जे पहिला दिएको थियो त्यो पनि राख्न सक्छु, अनि बेग्लै पनि नम्बर दिन सक्नुहुन्छ। त्यसको लागि मैले आफ्नो नम्बर चाहिँ यसमा राखिदिएँ। त्यसपछि भनिरहेछ प्रदेश, तपाईँ कुन प्रदेश हो, मेरो चाहिँ मध्य प्रदेश हो। यहाँ मध्य प्रदेश खोजेर तपाईँको जो हो त्यो खोजेर आफ्नो गर्नु होला। त्यसपछि जिल्ला भनिरहेछ, तपाईँको कुन जिल्ला हो, मेरो चाहिँ जे जिल्ला तपाईँको हो त्यो जिल्ला आफैले यहाँबाट छनौट गर्नु होला। मेरो चाहिँ यो हो। त्यसपछि गापानाफा भनिरहेछ, गाउँपालिका वा पचरौता नगरपालिका भनिरहेछ गापानाफा। त्यसको लागि सिलेक्ट लेभल लोकल लेभलमा क्लिक गर्ने, तपाईँको जे हो त्योमा क्लिक गरिदिने। अब वाडा नम्बर कति हो आफ्नो हिसाबले वाडा नम्बर लेख्नु होला। त्यो टोल भनिरहेछ, तपाईँ कुन टोलमा बसोबास गरिरहेको छ अहिले त्यो टोल लेखिदिनु होला। त्यसपछि यहाँ भनिरहेछ कपी पर्मानेन्ट एड्रेस टु टेम्पोररी एड्रेस, दुवै एउटै हो भने यसमा क्लिक गरिदिने, अनि बेग्लै हो भने यहाँबाट यहाँ चुज गरेर जुन ठाउँमा छ त्यो ठाउँको अहिले लेखिदिनु होला। मेरो चाहिँ दुवै एउटै हो, त्यसको लागि मैले कपी गरिदिएँ अनि नेक्स्टमा क्लिक गरिदिएँ। नेक्स्टमा क्लिक गरेपछि यहाँ अब भनिरहेछ फादर डिटेल्स। फादर्स डिटेल्समा आफ्नो नागरिकतामा हेरेर आफ्नो बुवाको नाम चाहिँ लेखिदिनु होला। म चाहिँ आफ्नो बुवाको नाम लेख्छु। अनि यस्ता यहाँ इङ्ग्लिसमा लेख्नु होला। अनि बिचको नाम हो भने बिचको नाम यसमा लेखिलिने। अनि थरमा पनि लेखिलिने। यसमा नागरिकता नम्बर हो भने लेख्ने, छैन भने छाडिदिने। राष्ट्रिय परिचय पत्र छ भने लेख्ने, छैन भने छाडिदिने। यो पनि म्यान्डेटरी छैन, म पनि लेखिदिइरहेछु, तपाईँ पनि लेख्नु होला। त्यसमा कपी पेस्ट गर्नुहुन्न। अब त्यसमा मदर डिटेल्स भनिरहेछ, आफ्नो आमाको नाम चाहिँ लेख्नु होला। आफ्नो आमाको नाम, म आफ्नो आमाको नाम यहाँबाट लेखिदिइरहेछु। अनि बिचको नाम हो भने लेख्ने, छैन भने छाडिदिने। पछि थ लेखिदिने। नागरिकता नम्बर छ भने लेख्ने, छैन भने छाडिदिने। यहाँबाट लेखिदिने, यो पनि छाडिदिने। अब चाहिँ ग्रान्डफादर यानि तपाईँको बाजेको नाम के हो त्यो आफ्नो बाजेको नाम लेखिलिने, यानि दादाको बाबाको नाम चाहिँ लेख्छु। थर चाहिँ लेखिलिए। त्यसपछि आफ्नो बाजेको यानि दाइको नाम के हो
त्यो लेखिलिने होला। म चाहिँ लेख्छु आफ्नो दाइको नाम, यहाँबाट मैले आफ्नो दाइको नाम यहाँबाट लेख्छु। त्यसपछि जे छ त्यति लेखिलिने थरमा। यति भइसकेपछि, सबै थोक भइसकेपछि यहाँ नेक्स्टमा क्लिक गरिदिने। नेक्स्टमा क्लिक गरिसकेपछि तपाईँको बायोमेट्रिक दिने स्थान के हो त्यो आफ्नो स्थान जस्तो लगेजमा नजदिकमा जे हो त्यो लेखलिने। ललितपुर, मोरङ, सुनसरी, धरान, चितवन, मकवानपुर, नुवाकोट, गोर्खा, पर्सा, सिराहा, लाहान, काभ्रेजुङ। मेरो चाहिँ अदरमा क्लिक गरेर यहाँबाट ओके गरिदिए। ओके गरिसकेपछि यहाँ नेक्स्टमा क्लिक गरिदिनु। नेक्स्टमा क्लिक गरिसकेपछि यस्तो चाहिँ एपोइन्टमेन्टमा आउँछ। यो चाहिँ शरद सबै एकै थोक यहाँ सबै मिलाइलिने, राम्रोसित पढेर सबै मिलाइलिने। अनि मिलाइसकेपछि यहाँ सबमिट भनिरहेछ, यो सबमिटमा क्लिक गरिदिनु। सबमिटमा क्लिक गरिसकेपछि यहाँ यस्तो आर यु स्योर वन्स सबमिटेड यु विल नट बी एबल टु एडिट दिस एप्लिकेसन भन्छ। यसमा ओकेमा क्लिक गरिदिनु। ओकेमा क्लिक गरिसकेपछि यस्तो चाहिँ राष्ट्रिय परीक्षा पत्रको यस्तो चाहिँ पेज आउँछ। यही नै हो। अब यसलाई तपाईले जुन ठाउँमा बायोमेट्रिकको लागि छनौट गरिएको छ त्यो ठाउँमा यो लिएर जानु सक्छ। त्यसको लागि यहाँ पीडीएफ डाउनलोड गर्नको लागि, यहाँ प्रिन्ट आउट गर्नको लागि यहाँ पीडीएफमा क्लिक गर्नु। प्रिन्टरमा प्रिन्टमा गएर यहाँ सेभ एज पीडीएफ भनिरहेछ। पीडीएफ लागि सेभ एज पीडीएफमा राखिदिने र अल भनिरहेछ, त्यसमा ओड गरिदिने। ओड गरिसकेपछि यहाँ सेभ गरिदिने। सेभ यहाँ आफ्नो जुन ठाउँमा राख्नुहुन्छ त्यो ठाउँमा राख्नु होला। म चाहिँ डेस्कटपमा राख्छु। अनि डेस्कटपमा राखिसकेपछि यहाँ सेभमा क्लिक गरिदिने। सेभमा क्लिक गरिसकेपछि यो चाहिँ डेस्कटपमा गइसक्यो। डेस्कटपमा यहाँ आइसक्यो। यो डेस्कटपमा मेरो आइसक्यो। अब यति, धन्यवाद।